धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस महत्त्वपूर्ण 114औं वार्षिक उत्सव अभिभावक दिवसका प्रमुख अतिथि लगायत अतिथिको आसनमा रहनुहुने व्यवस्थापन समितिका सदस्य लगायत यसै विद्यालयका उपस्थित लगायत सम्पूर्ण शिक्षक कर्मचारी मित्रहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू सम्पूर्णमा यस संस्कृत तथा साधारण माध्यमिक विद्यालय व्यवस्थापन समितिको तर्फदेखि रुरु क्षेत्र 1 नम्बर वडाको तर्फदेखि र रुरु क्षेत्र 1 नम्बर शिक्षक संयोजकको तर्फदेखि सम्पूर्णमा नमस्ते अभिवादन टक्राउन चाहन्छु। सर्वप्रथम त यो पुरानो ऐतिहासिक बोकेको स्कुल 114औं वार्षिक उत्सव मनाइराख्नु भएकोमा यो 114औं वार्षिक उत्सव मनाउनको लागि अहोरात्र खट्नुहुने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक ज्यूहरूमा पुनः फेरि धन्यवाद दिन चाहन्छु। र यसै गरी हिजो मात्रै यस व्यवस्थापन समितिले पूर्णता पाएर हिजो मात्रै मलाई सम्पूर्ण विद्यालय परिवार अभिभावकज्यूहरूले यसका अभिभावकज्यूहरूले पठाएका समितिहरूबाट मलाई अध्यक्ष जस्तो पदमा निर्वाचित गराएर यहाँको थप जिम्मेवारी दिनुभएकोमा विद्यालय परिवार अभिभावकज्यूहरूलाई पुनः म फेरि धन्यवाद दिन चाहन्छु। यसै गरी धेरै अब यो अन्तिम भइसकेको छ र यहाँ सुनाउनु पर्ने कुराहरू केही कुराहरू गर्नुपर्ने छ, तर हामी आफै मात्रै भयौँ कि खास सुन्ने र सुनाउने खालको वातावरण बल्ल जस्तो लागेन। तैपनि हामी जे जति छौँ केही कुरा गर्नै पनि पर्छ। यो यसैले गर्दा ढिलो त भइसकेको छ, तिमी धैर्य रहनुहोस्, मैले धेरै लामो समय लिन्न। योभन्दा अगाडिका वक्ताहरूले सबै कुराहरू गरिराख्नु भएको छ। साँच्चीकै हामी यो तीनटा कुरामा एकदम तीनटा कुरालाई अगाडि लिएर गयौँ भने हामी सुध्रिन सक्छौँ, सुधार्न सक्छौँ भन्ने कुरालाई यथार्थ जन्मघर, कर्मथलो, शिक्षा दिने गुरु, त्यो तीन चिज एकदम जीवनमा अपरिहार्य कुराहरू। त्यसै गरी यो शिक्षा थलो हो। विभिन्न दौर तब्काबाट हामी एउटा जनप्रतिनिधि भएको हैसियतले यहाँका सङ्घ संस्थाहरूलाई कसरी अगाडि बढाउने, यहाँको शैक्षिक गुणस्तर कसरी अगाडि बढाउने गरी हामी लागेका छौँ। त्यसै गरी म निर्वाचित भएर आइसकेपछि हाम्रो 1 नम्बर वडा कार्यालय परिवारले शैक्षिक गुणस्तर बढाउनको लागि एउटा नयाँ कार्यक्रम लिएर 1 नम्बर वडा भित्रका 5 क्लास र 8 क्लासमा पालिका स्तरीय लिने परीक्षामा जसको विषयमा जोले बढी विषयमा पास गराउन सफल हुनुहुन्छ त्यो शिक्षकलाई सम्मान गर्ने हिसाबले अघि हामीले सम्मान पनि गरिसकेका छौँ। यसको अर्थ यो हो कि एउटा कम्पिटिसन होस्, मैले पनि पढाउन अब्बल हुँ भनेर एउटा अलिकति यो शैक्षिक गुणस्तर अगाडि बढ्ला भन्ने हेतुले त्यो सम्मान हामीले राखेका थियौँ। जे जति जसरी पढाउनु भयो त्यो पनि ठिक छ। अहिले जुन शैक्षिक गुणस्तर एकदम घट्दो पाइरहेको छ, किन भन्दा हिजो भौतिक स्रोत साधन नहुँदा विद्यार्थीहरूको चाप पनि अलिक बढ्ने थियो, तर अहिले भौतिक स्रोत साधन पढाउन खाले दक्ष भएका टिचरहरू, शिक्षकहरू प्रशस्त हुनुहुन्छ, तर विद्यार्थी एकदम कमै हुनुहुन्छ। जे जति हामी छौँ हामीले यो शैक्षिक गुणस्तर गराउन जुन यही स्कुलकै कुरा गर्दा जुन यहाँको टिचरहरू हुनुहुन्छ 114औं वार्षिक उत्सव मनाइराख्दासम्म जुन यो स्कुललाई अब्बल बनाएर यहाँ विद्यार्थीलाई अगाडि बढाउनु भएको छ, यहाँ अहिले खटिराख्नु भएका यस स्कुलका लगायत कर्मचारी साथीहरू, तपाईहरू अब्बल हुनुहुन्छ। तपाईहरू एउटा लोकसेवा दिएर
एउटा डिग्री हासिल गरेर यहाँ पढाएर आउनुभएको छ। तपाईँहरूमा केही कमी छैन, जसरी आजसम्म गर्नुभयो अझ यसलाई अगाडि बढाउन अझै लाग्नुहोस्। हामी यहाँ यो समाज सुधार्न, यो संस्था सुधार्न भनेर जब हामी अगाडि बढेका छौँ, तपाईँहरूलाई कस्तो खालको सहयोग गर्नुपर्ने हो, एउटा व्यवस्थापन समिति र एउटा जनप्रतिनिधिको काम आर्थिक भौतिक नैतिक सुधार्ने काम हो। आर्थिक भौतिक नैतिक लिएर यो शैक्षिक संस्थालाई अगाडि बढाउन हामी तपाईँहरूको साथ सहयोगमा अवश्य पनि लाग्नेछौँ। अबका दिनहरू तत्कालै अब इक्जाम आइसक्ने बेला भएको छ। अहिले एउटा चुनावको मापदण्ड जुन हामीले वार्षिक उत्सव पनि अलिकति हाम्रो यो व्यवस्थापन समिति हामीले अलि अगाडि गर्ने भन्दा विभिन्न कारणवश हामी अलिक ढिला भयो। त्यही भएर यो आचार संहिताका कुरादेखि लिएर जुन वार्षिक उत्सव अहिले मनाइ राखिएको छ, एउटा जे जति हामीले गराउन सकियो यो आफैमा महत्त्वपूर्ण र आफैमा सान्दर्भिक छ भन्ने मलाई लागेको छ। र यसै गरी जुन शैक्षिक गुणस्तरका कुरा गरिराख्दा अबका दिनहरूमा कसरी शैक्षिक गुणस्तर गराउने, एउटा यो हामी चुनावी प्रक्रिया अगाडि सकिसकेपछि एउटा शिक्षक र समितिको बसाइरा गरेर कुन तहबाट कुन तरिकाबाट हामीले बढाउन सक्छौँ। जस्तो नयाँ शैक्षिक सत्रमा कसरी यहाँ जतिसक्दो विद्यार्थी भर्ना गराउने कुराहरू, विद्यार्थीलाई दिनुपर्ने स्रोत साधन सुविधाहरू के दिन सकिन्छ। अहिले म जिम्मेवारी एउटा जनप्रतिनिधि भएको हिसाबले मेरो दायित्व बढेको थियो, अझ थप दायित्व म माथि लिनु बढेको छ। यसै गरी यसलाई बढाउन तपाईँहरूसँग हातेमालो गरेर हाम्रो यो टिम अहिले नयाँ बनेको छ। यो टिम व्यवस्थापन समिति अगाडि बढ्नेछ। यसै गरी अभिभावकको समिति पनि हामीले चयन गर्नुपर्नेछ तत्कालै। कोही यो व्यवस्थापन समितिमा नरहनु भएका जिम्मेवार यहाँ यो स्कुललाई यहाँसम्म सम्पूर्ण सहयोग गर्न हुनेलाई पनि त्यो ठाउँमा हामीले राखेर अगाडि बढ्नेछौँ भन्ने कुरा पनि मैले तपाईँहरू अगाडि राख्न चाहेँ। अब यसै गरी यो पढाइका कुराहरूलाई लिँदा समितिले मात्रै चाहेर पनि हुँदैन, शिक्षकले मात्रै चाहेर पनि हुँदैन। सबभन्दा मेन यो जुन घरको गार्जेन जसले बच्चा बच्चीलाई यहाँ पढाउनुहुन्छ, बच्चा बच्चीको पढाइका कुरा, बच्चा बच्चीले कति पढ्यो, कसरी पढ्दैछ, मेरो बच्चा बच्चीको पढाइ कस्तो छ भनेर कम्तीमा पनि स्कुलमा आएर एउटा अभिभावकले चासो लिने, त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर अलिकति सरहरूलाई एउटा समितिलाई सल्लाह सुझाव पनि दिने गर्नुभयो भने मात्रै सुध्रिन्छ। तर हामीले स्कुलमा त 10 देखि 4 बजेसम्म पढाउने हो, तर त्यसपछिका जिम्मेवारी त कम्तीमा अभिभावक पनि हुनुपर्छ। अहिले धेरै विकृतिहरू भएको छ। विद्यार्थी भाइ बहिनीहरू तपाईँहरू यहाँ हुनुहुन्छ, भोलिको भविष्यको कर्णधार पनि हो। तपाईँहरू सबभन्दा पढाइभन्दा पहिला अनुशासन सिक्नुहोस्, सबभन्दा पहिला अनुशासनमा रहनुहोस्। घरमा अभिभावकले पनि दैनिक स्कुल पठाउने, नपठाए किन आएन भन्ने, कतिपय विद्यार्थी भाइ बहिनीहरू घरबाट ड्रेस लाउने, कता कता सुन्नमा आउँछ यो अन्यथा नलागोस्, अनि त्यो स्कुल ड्रेस राखेर अर्को आउट ड्रेस लाएर बाहिर घुम्ने, अनि घर जाँदा लाएर जाने खालको पनि कतै कतै नाम लिनु पर्ने त्यस्ता विद्यार्थीहरू पनि भेटिएका छन्। कहीँ कतै भन्ने गर्छु तपाईँहरूलाई लाहरूलाई यसै गरेर मैले कतिपय यही स्कुल कुनै पनि मेरो यो वडाभित्रका स्कुलका स्कुल टाइममा बजारतिर कोही हिँड्नु भएको छैन, मैले सिधै सोधेर उहाँहरूलाई सोध्ने गर्छु विद्यार्थी भाइ बहिनीहरूलाई, तपाईँहरू कुन कति कसरी यहाँ आउनुभयो भन्दा सरहरूलाई सोधेर आएको भन्नुहुन्छ। तर किन स्कुल टाइमभन्दा बाहिर लगेर हिँड्यो भने ड्रेस लाएर जो कोही पनि विद्यार्थी छ भने हामी अभिभावक यहाँको समाजले चाहिँ उसलाई निगरानी गरेर के कसरी आएको भन्ने खालको चासो पनि लिन एकदम जरुरी छ। मैले हाम्रो समितिका सम्पूर्ण पदाधिकारीलाई मैले यो पनि भन्न चाहेँ। त्यसै गरी यो अनुशासन सिकाउने पहिलो पाठशाला भनेको एउटा घरको गार्जेन हो, घर हो। अनुशासनका कुरा, पढाइका कुरा, उसको पढाइ के छ कसो छ, उसलाई पढ्न लगाउनु पर्छ, उसलाई टाइम टेबल दिनुपर्छ, उसलाई पढ्ने सुविधा दिनुपर्छ भन्ने खालको कुरा घरको अभिभावकले पनि हुन्छ। जब हामी 1 वर्षसम्म पढायो राम्रो खालको नतिजा आउँदैन तब पछि त शिक्षकलाई दोष, समितिलाई दोष, त्यो खालको कुरा गर्नुभन्दा पहिला आफू अभिभावक सच्याउने, अनि आफ्ना छोराछोरीलाई सच्याउने, त्यसपछि स्कुलमा आउने, स्कुलमा आइसकेपछि खबरदारी गर्ने, सल्लाह सुझाव दिने,
अनि यो कारणले चाहिँ विद्यार्थीले पठन पाठनमा अगाडि बढाउनुहोस् भनिदिनु भयो भने अझै थप मद्दत पुगेर हामीले एउटा जिम्मेवारी लिएर अगाडि बढ्दा हामीलाई पनि एउटा हौसला हुने खालको वातावरण बनोस् भन्ने कुरा पनि मैले तपाईहरुमाझ राख्न चाहे। यसै गरी अब यहाँ विभिन्न कुराहरू भए, भौतिक संरचनाका कुरा। योभन्दा अगाडि हामी गत साल जुन यो गुरुकुल यो हाम्रो स्कुलको सदावर्तक बुटिके भन्ने यो पुरानो जग्गाको खोजीमा हामी केन्द्रीय कार्यालय काठमाडौँसम्म यो त्रिदेवी सर हाम्रो एकाउन्टेन्टसँग हामी काठमाडौँ गएका थियौँ हाम्रो हिमाल श्रेष्ठ लगेर।